डेन्जर ठाउँ रहेछ नि हेर्नु न मरुभूमि जस्तै छ यीशु प्रभु हामी जो जति यहाँ हामी सङ्गति गरिरहेका छौँ हाम्रो लागि मात्र नभइकन हजुरहरू जो हार्दिक शुभकामना व्यक्त गर्दछौँ। येशू ख्रीष्टको नाममा आएका छौँ हामी बेसारे भन्ने ठाउँमा। नबस्नु मलाई डेन्जर ठाउँ रहेछ नि हेर्नु न मरुभूमि जस्तै छ नि किन जन्मिनु भयो भन्ने विषयमा यो कुरा चाहिँ हामी सबैजनाले बुझ्नुपर्ने भएकाले गर्दा यो कुरा हजुरहरूलाई पनि थाहा गर्नुभएको छ भनेर यहाँ कति परिवारले तपाईँलाई निमन्त्रणा दिनुभएको छ र कतिजना नआउँदै हुनुहुन्छ कि होइन कतिजना यहाँ आइसक्नु भएको छ। अनि वास्तवमा येशू प्रभु हामी जो जति यहाँ हामी सङ्गति गरिरहेका छौँ हाम्रो लागि मात्र नभइकन हजुरहरू जो आज मात्र यहाँ यो सेवामा सहभागी हुनुभएको छ हजुरहरूको लागि पनि यीशु प्रभु आउनुभयो र त्यति मात्र नभइकन यहाँ कतिजना आज आउन सक्नु भएन होला विभिन्न कारणवश है यहाँ जति पनि बासिन्दाहरू हुनुहुन्छ उहाँहरूको लागि पनि प्रभु यीशु ख्रीष्ट आउनुभयो। यीशु प्रभु यति मात्र नभइकन सारा विश्वभरिको लागि विश्वभरिका जति पनि कन्ट्रिज छन् अथवा देशहरू छन् विभिन्न जातित्व र विभिन्न भाषा भाषीका मानिसहरू छन् सबैको लागि यीशु प्रभु आउनुभयो। येशू जन्मिनु भएको उपलक्ष्यमा हामी इमानुएल क्यारोल झुन्डको तर्फबाट एउटै स्वरमा शुभकामना दिनेछौँ। हार्दिक शुभकामना व्यक्त गर्दछौँ। येशू ख्रीष्टको नाममा आएका छौँ हामी बेसारे भन्ने ठाउँमा हजुरको यो घर आँगनमा। अझ धेरै धन्यवाद छ। बाँकी फेरि पनि समय हाम्रो सञ्चालक हाम्रो सहपाठीलाई दिन चाहन्छु। धेरै धन्यवाद। हुन्छ धन्यवाद हाम्रो भाइहरू गुरुबालाई ताली बजाएर हामी धन्यवाद दिनेछ। प्रभुलाई महिमा भएको हाम्रो बिचमा एकदमै महत्त्वपूर्ण वचन हामी सुनेका छौँ। यीशु प्रभु आज तपाईँ र मेरो लागि आउनुभयो अनि हामी आज हरेकलाई उहाँको खाँचो छ। हामीले थाहा पायो स्वर्ग जाने मूल बाटो भेटायो दराज छ यो जीवन स्वर्गमा निश्चय जानेछ यो जीवन स्वर्गमा निश्चय जानेछ। आज तपाईँ र मैले हाम्रो सबै अधर्मलाई लिएर एउटा ख्याल ठट्टामा हामी गर्दैछौँ भनेर होसियार Hallelujah.
त्यताबाट पनि हुनेछ ल, त्यताबाट पनि हुन्छ ल, हुन्छ हुन्छ सबैजना हामी यसो परिवार बसेर एउटा फोटो खिचौँ। आउनुहोस् ओके, त्यो बिचमा यो चेयर राख्नु के हो नानी बाबु यता राख्नु सबैजना। ल नानी बाबु यता बस्नुहोस्, एकै बाइबल भन्दै त्यही भयो इट्स ओके। बस्नु बस्नु यता बहिनी पनि बस्नुहोस्। हो यता साथीहरू नबस्नुहोस्। ओ यस 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 वा आउनुहोस् यता आउनुहोस्। अनि हाम्रो अलिकति हाइट नदेन हाम्रो दाजु हुनुहुन्छ सर, हजुर चाहिँ अगाडि आउनुहोस्। तपाईँ नदेख्ने होला फेरि हराइन्छ कि फेरि होइन। ओके ल अन्त लगाउने भाषैमा घिम घिम मादल कहाँ बज्यो थाहा छैन। क्रिसको गीत लगाउने भाषैमा यसो जन्मे संसारको माझ खुसियाली मनाउ है लौ आज। त्यसैले छवि कम्मरे खाँचेर आगे बढौँ हातमा
संसारमा आए सालै जो यस संसारमा आए समा मरि आफै सालै जो हामीलाई बचाए
बच्चा 8 बच्चा